आज यो चाहिँ हाम्रो GIS सम्बन्धीको इभेन्ट हो। हाम्रो यस इभेन्टमा साथीहरू जोडिँदै हुनुहुन्छ। फेरि पनि सबैलाई वर्कसपमा स्वागत छ। र म चाहिँ आजको यस इभेन्टको चाहिँ होस्ट। र सुरुमा चाहिँ म ATC को चाहिँ केही सानो परिचय दिन चाहन्छु। ATC चाहिँ हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ विगत 30 वर्षदेखि चाहिँ सर्भिस दिँदै आएको एउटा पोइनर एग्रिकल्चर कन्सल्टेन्सी हो। यसले चाहिँ विभिन्न क्षेत्रहरूमा चाहिँ सोइल टेस्टिङ सम्बन्धी प्राय र त्यसै गरी अन्य कन्सल्टिङ सर्भिसहरू चाहिँ यसले दिँदै आइरहेको छ विगत 30 वर्षदेखि। र म चाहिँ आजको होस्टको रूपमा तपाईहरुलाई सम्बोधित गरेर पाउँदा चाहिँ एकदमै खुसी लागिरहेको छ। र मेरो नाम चाहिँ विष्णु पन्त हो। तपाईहरुलाई थाहा छ कि GIS भनेको चाहिँ अहिलेको चाहिँ AI, मेसिन लर्निङ र डेटा सम्बन्धीका विभिन्न कुराहरू चाहिँ प्रयोग हुँदै आइरहेका छन्। चाहे त्यो म्यानुफ्याक्चरिङ सेक्टर होस् वा एग्रिकल्चर सेक्टर, सबै क्षेत्रमा चाहिँ डेटाको युज भइरहेको छ। र त्यसैले हामीले चाहिँ यो सेसनलाई चाहिँ केही अर्थपूर्ण होस् भनेर चाहिँ समय अनुकूल केही इन्फर्मेटिभ कुराहरू दिन सकौं भनेर चाहिँ हामीले अर्गनाइज गरेको हौं। र आजको यस इभेन्टको मेन अब्जेक्टिभ भनेको चाहिँ GIS सम्बन्धी चाहिँ तपाईहरुलाई फन्डामेन्टल केही नलेज दिनु र यसको चाहिँ प्रिसिसन एग्रिकल्चरमा चाहिँ कस्तो रोल छ, अनि चाहिँ मोडर्न र सस्टेनेबल एग्रिकल्चरमा चाहिँ यसको कस्तो भूमिका छ भनेर तपाईहरुले विभिन्न कुराहरू चाहिँ यसमा आज यो इभेन्ट भरि चाहिँ यसैको सेरोफेरोमा रहेर हामी चाहिँ कुराहरू चाहिँ सिक्न पाउने छौं। र आजको यस इभेन्टमा चाहिँ हामीले चाहिँ हाम्रो गेस्ट ललित विशी सरलाई चाहिँ निमन्त्रणा गरेका छौं। उहाँ चाहिँ म्याप मेन्टरको को-फाउन्डर हुनुहुन्छ र साथै उहाँले चाहिँ GIS रिसर्चका अन्य क्षेत्रहरूमा चाहिँ प्रिसिसन एग्रिकल्चर अनि रिसर्चका क्षेत्रमा चाहिँ काम गर्नुहुन्छ। So formally, first of all, thank you to ATC for inviting me to share my knowledge and experience on GIS and remote sensing in agriculture. And thank you to the host, Vishnuji. So let's start today's session. मेरो नाम ललित विशी र आज हाम्रो यो टाइटल पनि फ्रम सोइल टु स्याटेलाइट भनेर छ। सो मोर हामीले एप्लिकेसन पार्ट त कुरा गर्छौं नै गर्छौं, केही इन्ट्रोडक्टरी पार्टहरु पनि मैले तपाईहरुलाई यसमा शेयर गर्ने छु। सो त्यो चाहिँ मेबी तपाईहरुलाई अझै फ्रुटफुल होला भन्ने मैले सोचेको छु है। सो मेरो नाम ललित विशी। रिसेन्टली हामीले म्याप मेन्टर्स भन्ने एउटा इनिसिएटिभ सुरु गरेको छौं, जहाँ चाहिँ हामीले अलिकति GIS एन्ड रिमोट सेन्सिङमा इन्ट्रेस्ट हुनुभएको चाहिँ विद्यार्थी भाइ बहिनी अथवा चाहिँ हाम्रो सर म्यामहरुलाई हेल्प गर्छौं थ्रु द ट्रेनिङ एन्ड internship opportunity. So I did my postgraduate in agriculture and animal science from the IES Tribhuvan University back in 2020. मेरो चाहिँ कोर डोमेन एग्रिकल्चर नै हो। बिसाइड दैट मेरो स्पेशलाइजेसन चाहिँ रिमोट सेन्सिङ, GIS र प्रिसिसन एग्रिकल्चरमा हो भने हालसालै मैले ड्रोनको इमेज प्रोसेसिङ एन्ड एनालाइसिसमा पनि काम गरिरहेको छु। सो बिफोर म्याप मेन्टर्स आई युज टु वर्क एज अ प्रोजेक्ट कोअर्डिनेटर एट प्लान्टस्याट। सो प्लान्टस्याटको चाहिँ USAID एन्ड GIZ फन्डेड दुईटा फुल प्रोजेक्टमा मैले यो डिजिटल क्रप इन्स्योरेन्स प्लेटफर्मको मेन्टेनेन्स एन्ड ओभरअल यसको चाहिँ फंक्सनमा मैले हेल्प गरेको थिएँ। सो त्यहाँ चाहिँ हामीले मोर देन 2000 फार्मरहरूलाई चाहिँ अक्रस द वेस्टर्न नेपाल हाम्रो चाहिँ 9 वटा जिल्लाको फार्मरहरूलाई चाहिँ एउटा डिजिटल प्लेटफर्ममा ल्याउने र त्यहाँ चाहिँ हामीले GIS एन्ड रिमोट सेन्सिङ कसरी इन्स्योरेन्समा इन्टिग्रेट गर्न सकिन्छ भन्ने बारेमा हामीले त्यसमा काम गरेको थियौं है। सो बिसाइड दैट मैले रिसेन्टली चाहिँ यो पास्ट 6 मन्थमा मेन्टरशिप एन्ड ट्रेनिङ दिइरहेको छु QGIS, गुगल अर्थ इन्जिन, यो ड्रोनको चाहिँ इमेज प्रोसेसिङ, डेटा एनालाइसिस एन्ड साइन्टिफिक राइटिङमा। अनि मेरो अब फ्युचरको चाहिँ मलाई अझ एक्सप्लोर गर्न मन लागेको चाहिँ यो GeoAI
र हाम्रो स्पेसियल डिफ्रेन्ट टुलहरू छन् अरू त्यसको चाहिँ सस्टेनेबल एग्रिकल्चरमा कसरी युज गर्न सकिन्छ भन्ने कुरामा चाहिँ मैले एक्सप्लोर गरिरहेको छु। सो आजको हाम्रो एजेन्डा चाहिँ कस्तो भयो भन्दाखेरि मेरो यो मल्टिपल स्क्रिन भएर ठ्याक्कै अर्कै ठाउँमा गयो है। सो म एकैछिन हजुरको थोरै समय लिएर आई गेस अब चाहिँ ठिक भयो है त। सो हाम्रो आजको एजेन्डा भनेको चाहिँ इन्ट्रोडक्सन टु जियोग्राफिक इन्फर्मेसन सिस्टमको बारेमा अलिकति हामीले हेर्छौँ, त्यसपछि रिमोट सेन्सिङ आउने नै भइहाल्यो। अब जिआइएस चाहिँ एक्लै हामीले प्रनाउन्स गरेर मात्र पुग्ने अवस्था छैन। सो यो सँगै चाहिँ हाम्रो रिमोट सेन्सिङ के हो र आजको चाहिँ टेक्नोलोजीमा वाइ रिमोट सेन्सिङ एन्ड जिआइएस म्याटर्स भन्ने कुरामा हामीले रहेर कुरा गर्नेछौँ र हामीले फेरि क्युएनए सेसन पनि यसमा हाम्रो छँदैछ है। सो जिआइएस हामी सबैलाई अहिले त भेरी फेमिलियर भइसक्यो नेपालमा पनि। सो ब्याक वेन आई युज टु वर्क त्यति बेला चाहिँ बल्ल बल्ल एग्रिकल्चर सेक्टरमा चाहिँ स्पेसल्ली सुरुवात हुँदै थियो। सो इट स्ट्यान्ड्स फर जियोग्राफिक इन्फर्मेसन सिस्टम, नेपालीमा चाहिँ हामीले भौगोलिक सूचना प्रणाली भन्छौँ। सो यसमा चाहिँ तीनटा कुरा छ होइन, जस्तै यो जियोग्राफिक एउटा छ, इन्फर्मेसन भन्ने एउटा अर्को टर्मिनोलोजी छ र सिस्टम भनेर छ। सो यसमा जियोग्राफिक भनेको चाहिँ अर्थको कुनै पनि पोजिसन जहाँ चाहिँ हामी रहन्छौँ, कुनै पनि पोजिसनको चाहिँ फिचरहरूलाई हामीले डिनोट गर्छ। त्यसै गरी इन्फर्मेसन भनेको चाहिँ हामीले त्यो एउटा स्पेसिफिक लोकेसन अथवा पोजिसनको चाहिँ डेटाहरू कलेक्ट गर्छौँ, त्यसलाई चाहिँ हाम्रो डिभाइसमा इनपुट गर्छौँ, त्यसलाई स्टोर गर्छौँ र चाहिने बेलामा हामीले त्यसलाई चाहिँ रिट्रिभ गरेर त्यसको एनालाइसिस गरिसकेपछि जुन इन्फर्मेसन आउँछ त्यो चाहिँ हाम्रो इन्फर्मेसन भयो। र सिस्टम भनेको त कलेक्सन अफ सफ्टवेयर, हार्डवेयर एन्ड डेटा युजर हो है। जस्तै यसमा सफ्टवेयर भनेको हाम्रो डिफ्रेन्ट सफ्टवेयरहरू छन्, QGIS, ArcGIS, तपाईँको चाहिँ एनभी छ, स्न्याप छ है। त्यसपछि तपाईँको चाहिँ अन्य मल्टिपल सफ्टवेयरहरू छन्। त्यसै गरी सफ्टवेयर युज गर्नलाई हामीलाई हार्डवेयर चाहिन्छ जुन हाम्रो कम्प्युटर छ। त्यसपछि हाम्रो चाहिँ डेटाहरू हुन्छन् र त्यो डेटा चाहिँ कसले युज गर्छ होइन, युजरहरू चाहिँ हाम्रो सबै चाहिँ सिस्टमको अन्तर्गत आउँछन्। सो कलेक्टिभली यो चाहिँ हाम्रो कलेक्सन अफ हार्डवेयर, सफ्टवेयर, डेटा एन्ड युजर डिजाइन टु क्यारी आउट कलेक्सन, इनपुट, स्टोरेज, रिट्रिभल, एनालाइसिस एन्ड आर्काइभिङ अफ अ डेटा रिलेटेड टु पोजिसन अर फिचर अन द अर्थ सर्फेस। भनेको अर्थको सर्फेसमा भएको कुनै पनि फिचरको अथवा कुनै पनि फिचर अथवा कुनै पनि पोजिसनको बारेमा हामीले डेटा कलेक्ट गरेर प्रोसेस गरेर एउटा चाहिँ इन्फर्मेसन निकाल्छौँ भने त्यसलाई चाहिँ जेनरली जिआइएस भनेर हामीले बुझिन्छ है। सो यसको चाहिँ डिफ्रेन्ट कम्पोनेन्टहरू हामीले हेरिसक्यौँ। डेटामा चाहिँ दुईवटा टाइपको डेटा हुन्छ, स्पेसियल डेटा र एट्रिब्युट डेटा भन्छौँ हामीले। त्यसै गरी सफ्टवेयर छ, सफ्टवेयर QGIS, ArcGIS, GraphGIS लगायत अन्य। त्यसपछि हाम्रो हार्डवेयरमा चाहिँ कम्प्युटर है, हामी सबैसँग छ कम्प्युटर, ल्यापटप। त्यसपछि कहिलेकाहीँ हामीले जिपिएस डिभाइसको पनि युज गर्ने गर्छौँ, अथवा चाहिँ हाम्रो मोबाइलमै इनबिल्ट जिपिएस छ। सो त्यो जिपिएस पनि एउटा हार्डवेयर हो। र त्यसै गरी चाहिँ हाम्रो सर्भरहरू, क्लाउड कम्प्युटिङको अहिले जमाना आइसक्यो। अब हामीले सबै कुरा चाहिँ हाम्रो एउटा एसएसटीमा चाहिँ हामीले राखेर सकिँदैन। सो सर्भरहरूमा राख्ने गरिन्छ। त्यसै गरी हाम्रो युजर्सहरू भनेको एज अ इन्डिभिजुअल तपाईँ स्टुडेन्ट हुन सक्नुहुन्छ, एकाडेमिक्स प्रोफेसनल हुनसक्छ, एनजिओ, आइएनजिओ लगायत गभर्मेन्टको एजेन्सीहरू जसले जिआइएसको युज गर्छ तिनीहरू सबै चाहिँ हाम्रो युजरमा पर्छ। भने अर्को चाहिँ मेथड छ, मेथडमा हामीले डेटालाई कलेक्ट गर्छौँ, क्लिनिङ गर्छौँ, म्यानेजमेन्ट गर्छौँ, एनालाइसिस गर्छौँ र डेटालाई चाहिँ एउटा नन जिआइएस युजरले पनि बुझ्न सक्ने तरिकाले जुन भिजुअलाइज गर्छौँ तिनीहरू सबै चाहिँ हाम्रो मेथडमा पर्यो है। सो डेटाको बारेमा मैले अघि कुरा गरिसकेँ। हाम्रो चाहिँ स्पेसियल डेटामा भेक्टर र रास्टर अनि हाइब्रिड डेटा भनेर तीनटा टाइप हुन्छ, तर जेनरली हामीले भेक्टर र रास्टरमा चाहिँ धेरै काम गरिरहेको हुन्छौँ। सो कुनै पनि एउटा ठाउँको जिपिएस भनेको एउटा पोइन्ट हुन्छ, सिङ्गल पोइन्ट, अथवा चाहिँ तपाईँको लाइन्स अफ पोइन्ट, अथवा चाहिँ हाम्रो एउटा चारैतिरबाट चाहिँ इन्क्लोज भएको एउटा सर्कल भनौँ, अथवा चाहिँ हाम्रो पोलिगन भनौँ भने यो तीनटा कुरा चाहिँ हाम्रो भेक्टर डेटा हुन्छ। तपाईँले कुनै एउटा स्पेसिफिक ठाउँको लोकेसन लिनुभयो भने त्यो पोइन्टमा आउँछ। तपाईँले चाहिँ एउटा रोड अथवा चाहिँ वाटरवेजको चाहिँ लोकेसन लिनुभयो जुन चाहिँ दुइटै एन्डबाट चाहिँ कनेक्ट भएको छैन अथवा दुइटै एन्ड ओपन छ भने त्यो चाहिँ हाम्रो लाइन डेटा भयो। र यदि चाहिँ हामीले लिएको डेटा चाहिँ आफैमा इन्क्लोज डेटा छ भने त्यो चाहिँ हाम्रो पोलिगन डेटा भनेर भेक्टर डेटा टाइपमा पर्छ। भने राष्ट्रमा चाहिँ हाम्रो ड्रोन र स्याटेलाइटहरूले लिएका इमेजहरू अथवा चाहिँ हाम्रो डेम भनेर जुन हेर्छौँ, डिजिटल एलिभेसन मोडल लगायतका डेटाहरू चाहिँ हाम्रो राष्ट्र डेटामा पर्छन्। र हाइब्रिडमा चाहिँ टिन भनेर ट्रायङ्गुलेसन इरेगुलर नेटवर्क भन्ने छ। सो त्यो चाहिँ हाम्रो यसमा पर्यो। यसो सफ्टवेयर मैले जेनरली भनिसकेँ तपाईँहरूलाई। मेजरली युज हुने अहिले
पेड सफ्टवेयरमा चाहिँ ArcGIS Pro, ArcGIS Online एकदमै धेरै युज भइरहेछ। हामीले पनि सुरुवातमा नेपालमा अलमोस्ट सबै मान्छेले सिक्दाखेरि चाहिँ ArcGIS भन्ने सफ्टवेयरबाट सुरु गर्छौँ। मैले पनि त्यहीबाट गरेको। सो त्यो चाहिँ हामीले क्र्याक गरेर चलाउने गरिन्थ्यो है। त्यो चाहिँ हाम्रो स्त्रीकै प्रडक्ट हो है। त्यो चाहिँ हाम्रो पेड सफ्टवेयर हो। त्यसै गरी यता तल हेर्नुभयो भने यो मेरो कर्सर देख्नु भएको होला, यो चाहिँ QGIS को इन्टरफेस हो। सो QGIS इज अ ओपन सोर्स सफ्टवेयर जहाँ चाहिँ तपाईँले युज गरे बापत कुनै पनि पैसा तिर्नु पर्दैन र यसमा तपाईँले आफैले मैले केही फिचरहरू थप्छु, मैले कुनै प्लगिनहरू बनाउँछु। म चाहिँ एग्रिकल्चर सेक्टरको मान्छे, मलाई चाहिँ नयाँ खालको प्लगिन बनाउनु छ भनेर चाहिँ तपाईँले सोच्नुभयो र तपाईँले प्रोग्रामिङ आउँछ भने चाहिँ यहाँ चाहिँ तपाईँले कन्ट्रिब्युट गर्न सक्नुहुन्छ। र GrassGIS पनि एज ए स्ट्यान्ड अलोन सफ्टवेयर पनि छ अथवा चाहिँ QGIS मा इन्टिग्रेट पनि गर्न मिल्छ। सो कमनली अहिले युज भएका चाहिँ यी सफ्टवेयरहरू हामीले देख्छौँ है। सो GIS मा कसरी काम गर्छ भन्दाखेरि सर्टेन एकदमै फिक्स स्टेपहरू छ। त्यो भित्रका चाहिँ सब स्टेपहरू मल्टिपल हुनसक्छ। बट सुरुमा चाहिँ कुनै पनि GIS प्रोजेक्ट गर्नलाई अथवा GIS मा काम गर्नलाई चाहिँ हामीलाई डेटा कलेक्सन चाहिँ गर्नै पर्यो हैन। त्यो चाहिँ तपाईँले हातमा चाहिँ GPS को एउटा GPS को डिभाइस बोकेर ठाउँ ठाउँको चाहिँ डेटा कलेक्ट गरे पनि, अथवा चाहिँ तपाईँहरू कोबो कलेक्टमा अथवा चाहिँ एमोटर सर्वेयरमा चाहिँ पनि गर्नुहुन्छ। जस्तै हाम्रो सोइल स्याम्पलिङ नेसनल सोइल म्याप बनाउँदाखेरि चाहिँ जुन सोइलको स्याम्पलिङ भएको थियो त्यहाँ पनि GPS को चाहिँ हरेक पोइन्टको हरेक खाल्डोको चाहिँ GPS को डेटाहरू थियो है। सो त्यो डेटाहरू हामीले सुरुमा कलेक्ट गर्छौँ, त्यसपछि त्यो डेटालाई चाहिँ इन्ट्री गर्छौँ है। इन्ट्री भनेको त्यो चाहिँ एक्सेलमा पनि हुनसक्छ अथवा तपाईँले सिधै चाहिँ ल्याएर म्यापमा एडिट गर्न पनि सक्नुहुन्छ भेक्टर फाइलमा। सो डेटालाई चाहिँ हामीले इन्ट्री गर्छौँ, त्यसपछि त्यो डेटालाई कतै स्टोर गर्छौँ हैन। किन भन्दाखेरि हाम्रो डेटा युज हुनसक्छ। सो हामीले मेबी हाम्रो कम्प्युटरमा अथवा चाहिँ कतै सर्भरहरूमा अथवा कुनै स्टोरेज डिभाइसमा स्टोर गर्छौँ अनि चाहिएको बेलामा त्यसलाई एनालाइसिस गर्छौँ र त्यसको चाहिँ राम्रो भिजुअलाइजेसन गर्छौँ सो द्याट कि GIS नबुझ्ने मान्छेले पनि हामीले के गरिरहेछौँ भन्ने कुरा चाहिँ इजिली बुझ्न सकोस् र लास्टमा चाहिँ त्यसको के हुन्छ एप्लिकेसन हुन्छ। सो डेटा एक्विजिसनमा नट जस्ट GPS मात्रै होइन है। जस्तै हामीले कुनै ठाउँमा गएर ड्रोन युज गरेर चाहिँ फोटोहरू खिच्यौँ अथवा चाहिँ कुनै एउटा कन्ट्रीको कुनै एउटा लोकेसनको चाहिँ स्याटेलाइट डेटाहरू लियौँ भने त्यो डेटाहरू पनि हाम्रो दुइटै GIS डेटामै पर्छ है त। त्यसै गरी यसको चाहिँ एप्लिकेसन मल्टिपल हुनसक्छ। सो सम अफ द कमन एप्लिकेसन भनेको तपाईँको यो एग्रो फरेस्ट्री म्यापिङ होइन। अहिले तपाईँले रिसेन्टली हेर्नुभयो भने दुई चारवटा राम्रो पेपरहरू चाहिँ निस्केको छ। जस्तै नेपालको पनि फरेस्ट 42 हो कि 41 देखि चाहिँ 44% पुग्दाखेरि त्यो पनि रिमोट सेन्सिङ बेस्ड नै एनालाइसिस थियो। त्यो पेपर हेर्नुभयो भने चाहिँ एकदमै धेरै फेमस भएको पेपर हो। सो त्यतिखेर चाहिँ हामीले यस्तै एग्रो फरेस्ट्री म्यापिङ हुनसक्छ अथवा चाहिँ फरेस्टको डिग्रेडेसन कति भयो अथवा कुन ठाउँमा चाहिँ फरेस्टको रिजेनेसन भयो, त्यस्तै चाहिँ हाम्रो एग्रिकल्चर ल्यान्डहरू चाहिँ कता कता डिग्रेड भइरहेछ त होइन। जस्तै हामीले एग्रिकल्चरको अलमोस्ट सबैजना हुनुहुन्छ जस्तो मैले एजुम गरेको छु। हामीले एग्रिकल्चर पढ्दाखेरि चाहिँ जहिले पनि हाम्रो चाहिँ फ्यालो ल्यान्डको चाहिँ समस्या बढ्यो। गाउँघरमा सबै मान्छेले चाहिँ कृषि गर्न छोडे, खेतीपाती गर्न छोडे र पहिला चाहिँ जुन कल्टिभेबल ल्यान्डहरू थिए तिनीहरू चाहिँ अहिले फ्यालो ल्यान्डमा छन् भनेर हामीले भनिरहेछौँ। तर कति ल्यान्ड चाहिँ फ्यालो भयो त हामीलाई थाहा छैन। कति ल्यान्ड फ्यालो भयो अथवा चाहिँ पहिला फरेस्ट भएको ठाउँमा कोही मान्छेले त त्यो फरेस्टलाई फाँडेर अथवा चाहिँ पहिला चाहिँ फ्यालो भएको ल्यान्डमा पनि अहिले खेती गरिरहेको होला होइन। त्यसको चाहिँ एक्ज्याक्ट लोकेसन अथवा चाहिँ एक्ज्याक्ट एरिया कति हो हामीलाई थाहा छैन अझै होइन। सो त्यस्तो कामहरू गर्नलाई पनि नेसनल लेभलमा चाहिँ हामीले रिमोट सेन्सिङको GIS को प्रयोग गर्न सक्छौँ। त्यसै गरी अर्को हाम्रो चाहिँ सुइटेबिलिटी एनालाइसिस भेरी इम्पोर्टेन्ट। अहिले जुन हाम्रो PMAMP भन्ने संस्था सुन्नु भएको होला, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना। सो त्यसको पनि गोल के थियो त भन्दाखेरि जुन ठाउँमा जे क्रप हुन्छ त्यही क्रप लाउने, त्यही क्रपलाई चाहिँ हामीले प्रमोट गर्ने, त्यसलाई मार्केटिङ गर्ने भन्ने थियो। बट के को आधारमा गरियो त्यो थाहा छैन है। मेबी तपाईँको त्यहाँको चाहिँ कोही कृषिको हाकिम अथवा चाहिँ कोही मान्छेले चाहिँ यो ठाउँमा यस्तो हुन्छ, मान्छेले लगाउँछन्, लगाऊ यसमा चाहिँ, यसमा आलु प्रमोट गर, यसमा चाहिँ धान प्रमोट गर, यसमा चाहिँ कागती प्रमोट गर भनेर भन्नुभयो होला होइन। तर रियल एउटा चाहिँ डेटा बेस्ड अथवा चाहिँ तपाईँको डेटा ड्रिभन इन्साइट्स चाहिँ के हुन सक्थ्यो भन्दाखेरि हामीले नेसन वाइजमा GIS को प्रयोग गरेर कुनै पनि क्रपलाई चाहिने सोइलको टाइप के हो, सोइलको चाहिँ न्युट्रियन्टको मात्रा के हो, त्यसको इलिभेसन कति हो, त्यो ठाउँमा पानी कति पर्छ, त्यो ठाउँमा टेम्परेचर कति छ, त्यो ठाउँको इलिभेसन कति छ, त्यो ठाउँ चाहिँ पूर्व फर्केको छ कि पश्चिम फर्केको छ कि, त्यस्ता कुराहरूलाई चाहिँ इनपुट दिएर हामीले रियल्ली डेटा ड्रिभन डेटाले बोलेको इन्फर्मेसनको आधारमा पनि त्यो काम गर्न सकिन्थ्यो होइन। जुन चाहिँ आई डोन्ट नो है, मेबी PMAMP ले गर्यो कि बट त्यसरी पब्लिकली चाहिँ आएको छैन।
र पनि हामीले के देखिरहेको छौँ भन्दाखेरि हरेक ठाउँमा जोन सुपर जोन र ब्लकहरू बनाएको चाहिँ तपाईँले देखिरहनु भएको छ। र त्यो काम चाहिँ कसरी गर्न सकिन्थ्यो होइन, विथआउट चाहिँ त्यहाँको कोही एउटा मान्छेलाई अथवा हरेक जिल्लाको मान्छेलाई सोधेर भन्दा डेटाले चाहिँ कसरी गर्न सक्थ्यो भन्दाखेरि सुइटेबिलिटी म्यापिङको युज गरेर है। सो त्यसै गरी अर्को भनेको हाम्रो बायोमास को इस्टिमेसन। अगेन यो चाहिँ फरेस्ट्रीमा धेरै युज हुन्छ, तर एग्रिकल्चर युज केसमा के हुनसक्छ भन्दाखेरि तपाईँले सुन्नुभयो होला नेपालबाट चाहिँ हे साइलेजहरू चाहिँ चाइनामा एक्सपोर्ट भइरहेछ भनेर 1-2 वर्ष अगाडि चाहिँ एकदमै धेरै न्युजहरू आइरहेको थियो, एकदमै फेमस भइरहेको थियो। सो त्यस्तो फिल्डहरूमा चाहिँ तपाईँले इस्टिमेटेड बायोमास कति हुनसक्छ भनेर मजासँग एकदमै घरमै बसी बसी एउटा ड्रोन उडाएको भरमा चाहिँ त्यस्तो इन्फर्मेसनहरू चाहिँ हामीले इजिली अक्वायर गर्न सकिन्छ है। सो त्यसै गरी अब जस्तै हाम्रो क्रपको हाइट कति छ, अथवा चाहिँ हाम्रो एग्रो फरेस्ट्रीको एकदमै प्र्याक्टिस गरेर आएको हुन्छौँ, अथवा कतिजना साथीहरू यहाँ फरेस्ट्रीबाट हुनुहुन्छ होला। सो फरेस्ट्रीमा चाहिँ ट्रीको हाइट कति छ है, ट्रीको हाइट म्यापिङदेखि लिएर हाम्रो जुन स्पेक्ट्रल सिग्नेचर कर्भहरू छ है, त्यसले के गर्न सक्छ भन्दाखेरि हाम्रो बिरुवा अबको 1 हप्तामा चाहिँ हामीले लगाएको बिरुवा चाहिँ कुन स्टेजमा जाँदैछ होइन, स्टेजमा जाँदैछ कि अथवा चाहिँ त्यसको सेनेसेन्स हुन थाल्यो कि अथवा चाहिँ त्यो विल्टिङ हुँदैछ कि भनेर चाहिँ हामीले त्यस्ता कुराहरू चाहिँ रिमोट सेन्सिङको प्रयोग गरेर इजिलीसँग म्यापिङ गर्न सक्छौँ। र क्रप चाहिँ एक्चुअली त्यो फेजमा जानुभन्दा अगाडि नै हामीले चाहिँ त्यसको रिमेडी अथवा चाहिँ त्यसको उपचार के छ त्यो पनि गर्न सकिने सम्म चाहिँ हामी अहिलेसम्म पुगेका छौँ होइन। सो एडभान्स युजेसहरू पनि एकदमै धेरै छन्। तपाईँको चाहिँ इभन स्पेसिसहरू है, तपाईँको कुनै एउटा क्रपको दानाको फोटोमा चाहिँ कुन स्पेसिस हो त्यसको फेनोटाइपिङ गर्ने कामदेखि लिएर अहिले चाहिँ जिन एक्सप्रेसनसम्मको काम पनि रिमोट सेन्सिङमा भइरहेछ। सो अलट एक्सप्लोर गर्न धेरै बाँकी छ, तर वान अफ यो मैले तपाईँलाई भनेको चाहिँ एकदमै कमन एप्लिकेसनहरू जुन चाहिँ इजिली तपाईँहरूले पनि अथवा हाम्रो जस्तो चाहिँ बिगिनर लेभलको मान्छेले पनि गर्न सकिन्छ भन्ने कुरा चाहिँ मैले यहाँ तपाईँहरूलाई थोरै राखेँ है। सो यसको एप्लिकेसन मैले भनिसकेँ, क्रप हेल्थ मोनिटरिङ है। क्रप हेल्थ मोनिटरिङमा हाम्रो जुन मल्टिस्पेक्ट्रल ब्यान्डको चाहिँ सेटेलाइट इमेजहरू छ, सो त्यसको युज गरेर चाहिँ हामीले क्रप हेल्थ मोनिटरिङ गर्न सक्छौँ। त्यसै गरी हाम्रो सोइलको म्यापिङ हामीले देखिसक्यौँ, एसियामै पहिलोचोटि चाहिँ डिजिटल सोइल म्याप नेपालले बनायो भनेर हामीले खबर पनि सुनेकै हो, कतिपयले चाहिँ त्यसको युज पनि गर्नुभयो होला। सो सोइल म्यापिङ भेरी कमन इन्टरपोलेसन मेथड चाहिँ युज गरेर हामीले बनाउँछौँ। त्यसै गरी वेदर र क्लाइमेटको चाहिँ एनालाइसिस गरेर कुनै पनि ठाउँमा फ्लड आउने चान्स कति छ, ड्रटको चाहिँ कन्डिसन कति छ, त्यही अनुसार चाहिँ हामीले क्रप प्लान्टेसनदेखि हार्भेस्टिङको चाहिँ टाइमहरू प्लानिङ गर्न सकिन्छ। त्यसै गरी अघि हामीले जुन इस्यु रेज गरेको थियौँ फ्यालो ल्यान्डको कुरा, त्यो चाहिँ कसरी थाहा पाइन्छ भन्दाखेरि यो ल्यान्ड युज ल्यान्ड कभर म्यापिङ गरेर। र त्यसै गरी चाहिँ हाम्रो इल्ड इस्टिमेसनदेखि क्रपको इन्सुरेन्स सपोर्टमा पनि हामीले जिआइएस एन्ड रिमोट सेन्सिङ युज गर्न सकिन्छ। एक्चुअली हाम्रो सुदीप पौडेल सर आउनु भएको छ, सो सरको मेरो एउटा पेपर पनि छ, क्रप इन्सुरेन्समा चाहिँ हामीले कसरी सेटेलाइट इमेजरी युज गरेर एडिसनल चाहिँ प्रुफ कुनै पनि ठाउँको क्रप ड्यामेज भएको हो कि होइन होइन, अथवा त्यो नेचुरल ड्यामेज हो कि अथवा चाहिँ कसैले जानी गर्यो भनेर चाहिँ कसरी इन्साइटहरू हेर्न सकिन्छ भनेर त्यसमा हामीले काम गरेको थियौँ। सो भेरी युजफुल एप्लिकेसन है। सो एग्रिकल्चरमा टेक किन चाहिन्छ भन्ने पनि होला है। अब यसमा फर्स्ट भनेको चाहिँ क्लाइमेट अनसर्टेनिटी है, कतिखेर पानी पर्छ, कतिखेर बाढी आउँछ, कतिखेर ड्राउट हुन्छ, हामीलाई थाहा नै छैन। र थ्याङ्क्स टु साइन्स अहिले हामीले यस्तोसँग मोडलहरू बनेका छन् जसले चाहिँ एटलिस्ट तपाईँको क्लाइमेटको प्रिडिक्सन चाहिँ अब वर्ल्ड वाइड चाहिँ 50 वर्षकै छ है। अब 2050मा टेम्परेचर चाहिँ कुन कन्ट्रीको कति हुन्छ भनेर प्रिडिक्ट गरेको छ, र हामीले चाहिँ रिजनल स्केलमा चाहिँ एटलिस्ट 3-4 महिनासम्मको चाहिँ मेजर जुन हाम्रो क्लाइमेटिक भेरिएबलहरू छन् त्यसको प्रिडिक्ट गरेर समहाउ हामीले किसानलाई चाहिँ त्यही अनुसार सजेस्ट दिन सकियो भने चाहिँ एकदमै धेरै ठुलो फाइदा हुनेवाला छ हामीलाई। सो त्यसै गरी ट्रेडिसनल फार्मिङको जुन लो प्रोडक्टिभिटीको कुरा छ, यसलाई पनि हाम्रो जिआइएसको युज गरेर केही हदसम्म हामीले सल्भ गर्न सकिन्छ। अब हाम्रो ठ्याक्कै एउटा फार्मर स्केलमै त सम्भव नहोला, तर लार्ज स्केलमा तपाईँको पालिका लेभलसम्ममा अथवा चाहिँ हाम्रो डिस्ट्रिक्ट लेभलमा चाहिँ अलिकति एकुरेटली प्लान गरेर चाहिँ कुन ठाउँमा कुन क्रप सुइटेबल छ, कुन भेराइटी सुइटेबल छ भनेर चाहिँ हामीले त्यसरी प्लान गरेर चाहिँ समहाउ प्रिसिजन एग्रिकल्चरको जुन कन्सेप्ट छ त्यसमा के छ भन्दाखेरि कुन ठाउँमा चाहिँ डिजिजको स्प्रेड बढ्न सक्छ, कुन ठाउँमा चाहिँ पेस्टहरूको इन्फेस्टेसन बढ्न सक्छ भन्ने कुरा चाहिँ समहाउ हामीले 1 हप्ता जस्तो अगाडि मात्र पनि प्रिडिक्ट गरेर सो त्यो ठाउँमा चाहिँ हामीले सही टाइममा
सही सल्युसन चाहिँ युज गर्न सक्यो भने चाहिँ सम्म हामीले यसको प्रोडक्टिभिटी बढाउन सक्ने चान्सेस चाहिँ छ। सो हाई इनपुट कस्ट, अगेन टेक भनेको पनि कस्टली चिज नै हो। दो हाम्रो अहिले पनि तपाईँको एउटा मानव एउटा बारीको एउटा कुनामा चाहिँ कुनै रोग लागेको छ भने हामीले सम्पूर्ण बारी नै विषादीहरू सर्किरहेको हुन्छौँ। एउटा कतै ठाउँमा चाहिँ न्युट्रियन्टको कमी छ भने चाहिँ सबै ठाउँमा चाहिँ न्युट्रियन्ट भनौँ न न्युट्रियन्ट सप्लाई गरेर आउँछौँ, स्प्रे गर्छौँ अथवा चाहिँ हामीले यतिकै छर्किन्छौँ। सो त्यो कुरालाई पनि हामीले समाउ एक्युरेटली चाहिँ एसेस गरेर चाहिँ तिनी कस्टहरू जुन एडिसनल कस्टहरू छ त्यसलाई चाहिँ हामीले लो गर्न सकिन्छ। त्यसै गरी अर्को भनेको चाहिँ मार्केट को जुन एक्सेस र फोरकास्टिङ छ। सो कुन बेलामा चाहिँ के को सप्लाई अथवा डिमान्ड को रेसियो के कस्तो छ भनेर त्यसमा हामीले प्ले आउट गर्न सक्ने एउटा स्कोप रहिरहेको छ है त। सो वाइ डेटा ड्रिभन डिसिजन चाहिँ किन म्याटर गर्छ भन्दाखेरि राइट क्रप एट राइट टाइम चुज गर्नलाई मैले भनिसकेँ। मानौँ तपाईँको ठाउँमा चाहिँ अबको आउने सिजनमा ड्रटको समस्या छ, ड्रट आउन सक्ने चान्सेस छ भने त्यो अवस्थामा चाहिँ हामीले ड्रट रेसिस्टेन्ट भेराइटीहरू चाहिँ फार्मलाई रिकमेन्ड गर्न सकिन्छ है। कुनै बेलामा चाहिँ एकदमै धेरै फ्लडिङ कन्डिसन छ, एकदमै धेरै पानी छ भने मेबी हामीले चाहिँ अलिकति हाई फ्लड टोलरेन्ट भेराइटीहरू चाहिँ रिकमेन्ड गर्न सकिन्छ। सो त्यसले गर्दाखेरि चाहिँ समाउ हाम्रो किसानको जुन लसलाई चाहिँ हामीले मिनिमाइज गर्न सकिन्छ। त्यसै गरी हाम्रो इरिगेसन र फर्टिलाइजर स्केड्युलहरू गर्नलाई पनि हाम्रो यसको एप्लिकेसन भइ नै रहन्छ। किन भन्दाखेरि हाम्रो सोइलको मोइस्चर कति छ अथवा चाहिँ सोइलको प्लान्टको क्लोरोफिल कन्डिसन कस्तो छ, यिनी सबै कुरा चाहिँ समाउ हामीले चाहिँ एक्युरेटली मेजर गर्न सकिन्छ। र त्यसै गरी मैले अर्ली वार्निङ सिस्टमको कुरा गरिसकेँ। ड्रटदेखि लिएर हाम्रो डिजिज प्रिडिक्सन एन्ड फ्लड प्रिडिक्सनसम्मको कामहरू हाम्रो भइ नै रहेको छ है। सो लेट्स कम टु द रिमोट सेन्सिङ। सो रिमोट सेन्सिङ चाहिँ दुईवटा वर्डले भनेको छ। जस्तै हामीले टिभीको रिमोट जुन युज गर्छौँ, टिभी चाहिँ हाम्रो पर भित्तातिर अथवा टेबलमा कतै हुन्छ, तर हामी खाटमा सोफामा बसेर चाहिँ जुन रिमोटले चाहिँ हामीले च्यानलहरू चेन्ज गर्ने, भोल्युमहरू चाहिँ बढाउने घटाउने काम गरिरहेछौँ। सो सिमिलरली चाहिँ हामीभन्दा टाढा भएका जुन हाम्रो सेटेलाइटहरू छन्, हाम्रो आकाशको चाहिँ सर्टेन 1000 किलोमिटर माथिका सेटेलाइटहरू छन्, उनीहरूले चाहिँ कन्टिन्युसली डेटाहरू क्याप्चर गरिरहेछन्। सो त्यो डेटा को चाहिँ युज गरेर हामीले डेटा ड्रिभन डिसिजन मेकिङमा धरतीमै बसेर जुन काम गर्न सकिन्छ। सो त्यो कन्सेप्ट चाहिँ हाम्रो के हो, रिमोट सेन्सिङ हो। यहाँ देख्न सक्नुहुन्छ डेटा क्याप्चर गर्नलाई सेटेलाइटले गर्छ, ड्रोनले गर्छ। सो त्यो डेटालाई चाहिँ हामीले क्लासिफिकेसन गर्न सकिन्छ अथवा चाहिँ डिफ्रेन्ट सफ्टवेयरहरूमा राखेर चाहिँ यसको इन्साइटहरू ड्र गर्न सकिन्छ र त्यसरी चाहिँ हामीले अर्थमा भइरहेको चेन्जहरू अथवा चाहिँ हाम्रो क्रपको स्ट्याटसलाई प्रयोग डिटेक्ट गरेर त्यो अनुसारको सोल्युसन चाहिँ हामीले दिन सक्ने एउटा चान्सेसहरू यहाँ छ। सो रिमोट सेन्सिङले कसरी काम गर्छ भन्ने कुरा पनि छ। सो यहाँ हेर्नुभयो भने चाहिँ जस्तै हाम्रो दुईवटा टाइपको चाहिँ रिमोट सेन्सिङ हुन्छ, एउटा एक्टिभ र अर्को चाहिँ प्यासिभ हुन्छ। सो यहाँ चाहिँ मैले प्यासिभ रिमोट सेन्सिङको कुरा गर्दैछु। सुरुमा यो ए भनेको चाहिँ हाम्रो के हो, इनर्जीको सोर्स हो है। यो इनर्जीको सोर्स भनेको सन हुनसक्छ। सो सनले के गर्छ, आफ्नो चाहिँ रेडिएसन अथवा चाहिँ इनर्जीलाई चाहिँ धरतीतिर पठाउँछ। सो त्यो इनर्जी आउँदाखेरि केही चाहिँ हाम्रो जुन रेडिएसनहरू छ, हाम्रो एक्सरेदेखि लिएर चाहिँ अरू जति पनि हानिकारक रेडिएसनहरू छन् तिनीहरू चाहिँ एटमोस्फियरदेखि नै के हुन्छ, रिफ्लेक्ट भइहाल्छ है। सो बाँकी भएको रेडिएसन कहाँ आउँछ, यो सी पोइन्ट भनेको हाम्रो टार्गेट अथवा अर्थ हो। अर्थमा चाहिँ त्यो रेडिएसनहरू आउँछन् र अर्थले केही रेडिएसनलाई एब्जर्भ गर्छ भने केही रेडिएसनहरू चाहिँ हाम्रो के गर्छ, रिफ्लेक्ट गरिदिन्छ। र त्यो रिफ्लेक्ट गरेको रेडिएसन चाहिँ कसले क्याप्चर गर्छ भन्दाखेरि सेटेलाइटले क्याप्चर गर्छ। र त्यो रेडिएसनको अमाउन्टको आधारमा है, कतिको स्ट्रङ रेडिएसन छ त्यसको आधारमा चाहिँ सिग्नलहरू उसले धरतीमा पठाउँछ। धरतीमा चाहिँ हाम्रो नासा, त्यसपछि तपाईँ युरोपियन स्पेस एजेन्सी जस्ता चाहिँ ठुल्ठुला जाइन्ट स्पेस कम्पनीहरू छन्, उनीहरूले चाहिँ डेटा प्रोसेस गरेर हामीलाई दिन्छ र त्यो डेटाको चाहिँ हामीले सर्टेन थोरै मात्र प्रोसेसिङ गरेर त्यसको इन्टरप्रिटेसनको आधारमा चाहिँ हामीले अर्थमा चाहिँ त्यसको एप्लिकेसनहरू गर्न सकिन्छ है। सो हाम्रो सोर्स अफ रिमोट सेन्सिङ के छन् है भन्दाखेरि सुरुमा सेटेलाइट भयो, त्यसपछि कहिलेकाहीँ चाहिँ हामीले एरोप्लेन अथवा चाहिँ हेलिकप्टरहरूमा राखेर पनि हामीले चाहिँ क्यामेराहरू राखेर अथवा चाहिँ सेन्सरहरू राखेर चाहिँ त्यहाँबाट डेटाहरू लिने गरिन्छ। त्योभन्दा पहिला चाहिँ बलुनबाट इमेजहरू क्याप्चर गर्ने गरिन्थ्यो भने अहिले पछि चाहिँ हाम्रो क्यामेरा लगायत ड्रोन जुन चाहिँ अहिले सबैको हातमा आइसकेको छ। सो यसरी चाहिँ हाम्रो स्पेस, एयर र ग्राउन्ड चाहिँ तिनटै ठाउँदेखि हामीले रिमोट सेन्सिङ डेटाहरू चाहिँ क्याप्चर गरेको हुन्छौँ। मैले भनिसकेँ एक्टिभ र प्यासिभ, यो फिगर हेरेर नै तपाईँले थाहा पाइहाल्नुहुन्छ। सो प्यासिभ भनेको चाहिँ यसलाई कुनै एउटा एक्सटर्नल सोर्स चाहिन्छ। जस्तै यहाँबाट जब चाहिँ जुन ठाउँमा सूर्यको चाहिँ किरणहरू पर्छ
त्यो ठाउँको मात्र यदि इमेज क्याप्चर गर्न सक्छ कुनै स्याटेलाइटले अथवा क्याप्चर गर्छ भने त्यो चाहिँ हाम्रो प्यासिभ रिमोट सेन्सिङ भयो। एक्टिभमा चाहिँ के गर्छ भन्दाखेरि स्याटेलाइटले आफ्नै सोर्सको चाहिँ बिमहरू धरतीमा पठाउँछ र त्यो बिमहरू चाहिँ कति रिफ्लेक्ट भयो त्यसकै आधारमा यदि उसले चाहिँ इमेजहरू हामीलाई प्रोभाइड गर्छ भने त्यो चाहिँ हाम्रो एक्टिभ रिमोट सेन्सिङ भयो। एक्टिभमा चाहिँ हाम्रो लाइडार सर्वेहरू जुन तपाईँको इलेक्ट्रिसिटीको चाहिँ ग्रिड अथवा प्रसारण लाइनहरू राख्नलाई अथवा चाहिँ हाम्रो पोलहरू राख्नलाई काम हुन्छ त्यो त्यसमा पनि हामीले लाइडारको प्रयोग गर्छौँ। त्यो पनि हाम्रो के हो भन्दाखेरि एक्टिभ रिमोट सेन्सिङ हो। यसमा हामीले अलिकति वेभलेन्थको आधारमा चाहिँ कुन कुन रेडिएसनहरू धरतीमा आइपुग्छ कुन कुन चाहिँ रिफ्लेक्ट हुन्छ भनेर राखेको छु। सो हाम्रो मेजरली चाहिँ हाम्रो आँखाले देख्ने चाहिँ भिजुअल लाइट हो है, आरजिबी जुन 3टा नेचुरल कलरहरू छ त्यो मात्रै देख्छौँ। त्योभन्दा बाहेकको जुन इन्फ्रारेडहरू अथवा माइक्रोवेभहरू अथवा चाहिँ हाम्रो रेडियो वेभहरू पनि हाम्रो सर्टेन अमाउन्टको वेभहरू चाहिँ धरतीमा आइपुग्छन् र त्यसको पनि एनालाइसिस गरेर हामीले चाहिँ जुन मल्टिस्पेक्ट्रल एनालाइसिस भन्छौँ त्यो एनालाइसिस चाहिँ इन्फ्रारेडहरू युज गरेर हामीले गर्न सकिन्छ है। सो रिमोट सेन्सिङको लागि सबभन्दा धेरै युज हुने 2टा टुलहरू छन्। एउटा चाहिँ यो एनभी भन्ने छ। सो एनभी अगेन दिस इज अ पेड टुल। यसमा चाहिँ हामीले पैसा तिर्नुपर्ने हुन्छ यो सफ्टवेयर युज गर्नलाई। र अर्को चाहिँ एकदमै इजी फ्रीली अभाइलेबल चाहिँ यो गुगल अर्थ इन्जिन भन्ने एउटा प्लेटफर्म छ जुन चाहिँ हाम्रो वेब बेस्ड प्लेटफर्म हो। गुगलले चाहिँ अहिलेसम्म जति पनि स्याटेलाइटको डेटाहरू छन् सबै चाहिँ आफ्नो क्लाउडमा राखिदिएको छ। हामीलाई जुन चाहिँ डेटा चाहिन्छ ठ्याक्क तान्ने यसैमा चाहिँ सबै कम्पिटिसन एनालाइसिस गरेर जुन एन्ड रिजल्ट हो हामीलाई चाहिने एन्ड रिजल्ट हो त्यो मात्र हामीले आफ्नो ल्यापटपमा चाहिँ एक्सपोर्ट गरेर अनि कामहरू चाहिँ गर्न सकिन्छ। अब यसको फाइदा के छ भन्दाखेरि हामीले अनावश्यक डेटाहरू चाहिँ डाउनलोड गरेर आफ्नो ल्यापटपको स्पेस चाहिँ भरिराख्न पर्दैन है। त्यसै गरी यसमा चाहिँ च्यालेन्जेसहरू पनि छन् है। अगेन हाम्रो नेपालमा चाहिँ अलमोस्ट हाम्रोभन्दा पहिलो जेनको मान्छेहरू चाहिँ अलमोस्ट 60-70% भन्दा बढी नै डिजिटली लिटरेट छैनन् भन्ने एउटा रिपोर्ट आइरहेछ। सो डिजिटल लिटरेसी इज भेरी इम्पोर्टेन्ट। अनि रिमोट सेन्सिङको कुरा गरिसकेपछि अथवा चाहिँ हामीले जब टेकको कुरा गर्छौँ इन्टरनेट एक्सेसिबिलिटी हुनै पर्यो। त्यसै गरी हाम्रो लोकल लेभलमा कतिपय अलमोस्ट धेरै मान्छेहरू चाहिँ यो प्रविधिसँग चाहिँ फेमिलियर हुनुहुन्न। सो लोकल लेभलको चाहिँ क्यापेसिटी बिल्डिङ कतिको गर्न सकिन्छ त्यसको लागि हामीले कति चाहिँ टाइम अथवा रिसोर्स अलोकेट गर्न सकिन्छ भन्ने कुरा भयो। र जुन चाहिँ हाई रेजोल्युसन डेटाहरू छ त्यो चाहिँ एकदमै कस्टली हुन्छ है। अहिले हामीले फ्रीली पाउने डेटा चाहिँ 10x10 मिटरको रेजोल्युसनको छ। त्यसले चाहिँ हाम्रो एउटा कुनै किसानको चाहिँ एक कट्ठा अथवा आधा कट्ठा खेच्छ भने त्यसमा चाहिँ हामीले कुनै पनि इन्साइटहरू निकाल्न सक्दैनौँ है। एउटा पिक्सलको भ्यालु नै एकदमै लार्ज छ। सो त्यसको लागि ड्रोन डेटा अथवा चाहिँ हाम्रो कमर्सियल स्याटेलाइटको डेटा चाहिन्छ जुन हामीले किन्न इट्स भेरी कस्टली है, डलर अथवा युरोमा तिर्नुपर्छ। बट यसको चाहिँ फ्युचर अपर्च्युनिटी पनि छ किन भन्दाखेरि अब डिजिटल मिडियादेखि लिएर हाम्रो इन्टरनेटहरू डिजिटल लिटरेसीहरू बढिरहेको छ। सो एआई एन्ड मेसिन लर्निङ जस्तो अल्गोरिदमको युज गरेर हामीले एग्रिकल्चरमा चाहिँ एकदमै इजी सफ्टवेयरहरू बनाउन सकिन्छ। जस्तै जुन हाम्रो अहिले भोइस रेकग्नेसन सिस्टम छ है, हाम्रो एलेक्सा भन्ने हामीले मुभीहरूतिर हेरिरहेको होइन, त्यसले जे भने पनि नेपाली ल्याङ्ग्वेजमा भने पनि अथवा चाहिँ हिन्दीमा बोले पनि जसरी रेकगनाइज गर्छ त्यस्तै चाहिँ हाम्रो सिम्पल मोबाइल चलाउन सक्ने फार्मरले पनि केही कुरा नेपालीमा सोधेर त्यसको चाहिँ एकुरेट रेस्पोन्स दिन सक्ने अल्गोरिदमहरू हामीले बनाउन सक्यौँ भने द्याट वुड बी भेरी हेल्पफुल फर द फार्मर लेभल। त्यसै गरी जिओएआई जसले चाहिँ क्रप क्लासिफिकेसन गर्ने डिजिजहरूलाई चाहिँ डिटेक्ट गर्न सक्छ। यदि यो अल्गोरिदम हामीले डेभलप गरेर रियल्ली फिल्डमा चाहिँ इम्प्लिमेन्ट गर्न सक्यौँ भने के हुन्छ भन्दाखेरि कुनै एउटा ठाउँमा जुन हाम्रो इन्फेक्सियस डिजिजहरू हुन्छ, हाइली स्प्रेड हुने डिजिजहरू हुन्छ, कुन ठाउँमा चाहिँ स्प्रेड भइरहेछ त्यही अनुसार हामीले कन्ट्रोल मेकानिजमहरू पनि युज गर्न सकिन्छ। त्यसै गरी अर्को हाम्रो नेपालको ठुलो समस्या भनेको डेटा सबैसँग छ तर कसैले पनि सेयर गर्न चाहँदैन है। गभर्मेन्टले पनि कति डेटा लुकाउँछ। अब हाम्रो प्राइभेट कम्पनीसँग पनि कति धेरै डेटा हुन्छ जुन चाहिँ उनीहरूले इजिली दिन खोज्दैनन्। सो त्यस्तो ठाउँमा चाहिँ हाम्रो ओपन डेटा अथवा चाहिँ डेटाको चाहिँ ट्रान्सप्यारेन्सी र स्केलेबिलिटी चाहिँ बढाउन सक्यो भने मेबी यस्तो टेक्नोलोजीहरू चाहिँ इम्प्रुभ गर्नलाई हामीले केही हदसम्म चाहिँ कन्ट्रिब्युट गर्न सक्छौँ। र यो रोल एज अ फार्मर के हुनसक्छ भन्दाखेरि सुरुमा त तपाईँले बेसिक्स सिक्न पर्यो। जिआइएस एन्ड रिमोट सेन्सिङ भनेको के हो त्यसमा ट्रेनिङ लिनु पर्यो र जहिले पनि आफ्नो सानो एउटा फार्मदेखि चाहिँ स्टार्ट गर्ने र त्यसको चाहिँ एक्चुअल भ्यालु जेनेरेसन छ कि छैन त होइन। तपाईँले रिमोट सेन्सिङ हामीले युज गर्ने त भन्यौँ तर त्यसले चाहिँ तपाईँको फिल्डमा भ्यालु प्रोभाइड गर्छ कि गर्दैन। सो भ्यालु जेनेरेट गर्छ भने बल्ल चाहिँ हाम्रो ठुलो अर्गनाइजेसनसँग कोलाबोरेट एन्ड रिसर्च गरेर एक्चुअल टुलहरू चाहिँ हामीले बिल्ड गर्न सकिन्छ भन्दै
मैले एकदमै सर्ट प्रेजेन्टेसन यतै रोकेँ। अगेन थ्याङ्क यू फर बिङ प्रेजेन्ट हियर। मैले चाहिँ धेरै कुरा क्युएनएमै आउँछ, किन भन्दाखेरि तपाईँहरू कुन माइन्डसेट अथवा चाहिँ के क्युरियोसिटी ल्याउनु भएको छ मलाई थाहा थिएन। सो मैले ओभरअल एउटा इन्ट्रोडक्सन जस्तो मात्रै दिएँ। सो दिस इज माई कन्ट्याक्ट इन्फर्मेसन। केही गर्नु पर्यो, केही चाहिँ तपाईँको अझै क्वेरिजहरू छ भने यहाँ पनि सोध्न सक्नुहुन्छ। बट अब हामी फेरि क्युएनए सेसनमा जाँदैछौँ। सो द फ्लोर इज ओपन फर द क्वेसन एन्ड एन्सर राउन्ड। योर क्वेसन्स आर वेलकम। थ्याङ्क यू भेरी मच ललित सर फर इन्साइटफुल सेसन्स। आफ्नो समयका व्यस्तताका बावजुद पनि तपाईँले हामीलाई समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र प्रेजेन्टेसनको लागि पनि, राम्रो प्रेजेन्टेसनको लागि पनि तपाईँलाई धन्यवाद छ। र अब चाहिँ हामीले चाहिँ यो आजको सेसनको क्युएनए सेसनमा रहेर केही प्रश्नहरूको उत्तर कसैले चाहनुहुन्छ भने तपाईँहरूले चाहिँ इनबक्समा चाहिँ क्वेसनहरू राख्न सक्नुहुन्छ र मनमा लागेका कुराहरू चाहिँ भन्न सक्नुहुन्छ ललित सरलाई। हेलो सर, नमस्ते। नमस्ते। म एफएओमा डिजिटल एग्रिकल्चर स्पेसलिस्ट भएर काम गरिरहेको थिएँ होइन। हजुर हजुर। अनि नेसनल डिजिटल एग्रिकल्चर मलाई धेरै खुसी लाग्यो। तपाईँहरूले यो जिआइएस र रिमोट सेन्सिङमा केही एवेरनेस जस्तो यो जुन कार्यक्रम छ त्यसको लागि धेरै धेरै धन्यवाद। अनि म फिल्डहरूमा जाँदाखेरि तपाईँको यो सेटेलाइट मोनिटरिङबाट क्रप अनि लाइभ स्टकको कसरी इन्सुरेन्स गर्न सकिन्छ होइन, अनि डिजिटल इन्सुरेन्सको कुराहरू जुन आउँछ नि त्यसमा क्रप पर्छ। अनि यसलाई कसरी हामी मेटेरियलाइज गर्न सक्छौँ, जस्तो कि यो टेक्नोलोजी त धेरै महँगो छ। अब पालिकाको लागि पनि सधैँ तपाईँको पे गर्न सक्दैन। यो ओपन सोर्सको कुरा गर्नुभयो। अनि हाउ क्यान पुवर फार्मर्स अथवा स्मल होल्डर फार्मर बेनिफिटेड फ्रम द जिआइएस एन्ड रिमोट सेन्सिङ, यो ठुलो क्वेसन छ। यसमा केही कुरा खुलस्त पार्नुहुन्छ कि? स्योर सर, थ्याङ्क यू फर द क्वेसन। सो मैले अघि नै भनिसकेँ, किन भन्दाखेरि हामी यस्तो कन्डिसनमा छौँ कि फुल्ली रूपमा डेभलप पनि भइसकेको छैनौँ हामी, र एकदमै अन्डर डेभलप पनि होइन, हामी प्रोग्रेसनतिर छौँ भनौँ न। सो एउटा इन्डिभिजुअल किसानकै हाम्रो अहिले हेर्दाखेरि पनि जुन हाम्रो एभरेज ल्यान्ड होल्डिङ चाहिँ 0.2 कि 4 हेक्टर भन्ने छ। सो यो चाहिँ एकदमै सानो भयो होइन। सो त्यसमा चाहिँ त्यो किसानको फार्म होला, उसको खेत होला होइन, उसले चाहिँ आफ्नो घर बनाएको होला। तर जेनरली भन्दाखेरि अब यो अहिलेसम्मको जुन हामीले काम गरिरहेको छौँ र अहिलेसम्म चाहिँ जुन फ्रीली अभाइलेबल डेटाको हामीले कुरा गर्छौँ, सो यसको चाहिँ रेजोल्युसन भनेको चाहिँ तपाईँको 10 मिटर इन्टु 10 मिटरको रेजोल्युसन छ। सो त्यसले चाहिँ एउटा इन्डिभिजुअल फार्मरको यदि एकदमै सानो खेत छ भने त्यसमा चाहिँ हामीले केही पनि इन्साइडहरू एकुरेटली चाहिँ हेर्न सकिँदैन। तर जुन क्रप इन्सुरेन्सको कुरामा चाहिँ अहिले हाम्रो सहकारी मोडल अथवा चाहिँ हाम्रो वार्ड मोडल भन्ने छ। सो त्यसमा चाहिँ हामीले अभियसली पनि एकदमै राम्रो लिभरेज गर्न सक्छौँ, किन भन्दाखेरि सर्टेन देशहरूले चाहिँ हामीलाई फ्रीली युज गर भनेर डेटाहरू प्रोभाइड गरेको छ। र यसको चाहिँ युज हामीले, मैले पहिला पनि सेयर गरेँ तपाईँलाई, म प्लान्ट स्याटमा काम गरिरहँदाखेरि चाहिँ हामीले करिब 2000 प्लस किसानहरूको चाहिँ इन्डिभिजुअल लेभलमा अथवा सहकारी लेभलमा चाहिँ हामीले यो विषयमा काम गऱ्यौँ। र यसको चाहिँ एउटा अहिले तत्काल एउटा गर्ने नै हो भने तत्काल गर्न सकिने काम भनेको सहकारी अथवा वार्ड लेभलको मोडलमा नै जानुपर्छ सर। किन भन्दाखेरि जब हामीसँग एउटा वडामा त टन्नै किसानहरू हुन्छ र एज अ ओभरअल किसानको चाहिँ हामीले मोनिटरिङ गर्न सकियो भने चाहिँ त्यसले चाहिँ मोर एकुरेट रिजल्ट हामीलाई दिन्छ, रादर देन स्प्लिटिङ देम इन्टु द स्मल पिसेस एन्ड मोनिटरिङ। किन भन्दाखेरि हाम्रो सरकारसँग अथवा हामी त्यतिसम्म सक्षम छैनौँ कि हामीले चाहिँ एकदमै हाई प्रिसिजनको चाहिँ डेटाहरू कलेक्ट गर्न सक्ने अथवा किन्न सक्ने अवस्थामा त छैनौँ। तर हाम्रो के गर्न सकिन्छ भन्दाखेरि अब सहकारी अथवा चाहिँ किसान ग्रुप अथवा चाहिँ वार्ड लेभलमा एउटा ठुलो लेभलमा चाहिँ बिग अप्रोच गऱ्यौँ भने चाहिँ अभियसली पनि हामीले योबाट एकदमै धेरै फाइदा उठाउन सक्छौँ, जसको चाहिँ 2-3वटा केस स्टडी हामीले पनि हेरेका छौँ। सुदीप सर यतै हुनुहुन्छ, मेबी सुदीप सरले नि केही थप्न चाहनु भयो भने थप्नु होला। सो यो हामीले टेस्ट पनि गऱ्यौँ सर, ट्राई पनि गऱ्यौँ, टेस्ट पनि गऱ्यौँ। ट्राई एन्ड टेस्टेड मोडल नै हो। ठुलो लेभलमा सहकारी लेभलमा अथवा चाहिँ वार्ड लेभलमा गरियो भने चाहिँ एकदमै राम्रो फाइदा उठाउन सक्ने स्थिति छ सर। मेबी तपाईँ एफएमा हुनुहुन्छ, यो कुरालाई चाहिँ मेबी तपाईँले पोलिसी लेभलसम्म पनि पिच गर्न सक्नुभयो भने त अझै हामी सबैको लागि राम्रो कुरा हुन्छ सर। यो चाहिँ नेसनल डिजिटल एग्रिकल्चर स्ट्राटेजी ड्राफ्ट गरेर गभर्नमेन्टलाई बुझाएछौँ के। हजुर, त्यसमा तपाईँको क्रप इन्सुरेन्सको यो सेटेलाइट मोनिटरिङबाट छ नि, अथवा तपाईँको यो फ्लड्सहरू ड्राउटहरू
यसलाई कसरी गर्न सक्छौँ, कसरी मेटेरियलाइज गर्न सक्छौँ, त सबभन्दा ठुलो कुरा के आउँछ भने हामी यो डोनरमा बढी डिपेन्डेन्ट छौँ। आफै रेभेन्यू जेनेरेसन गरेर अथवा पालिकाको निड्स छ भने उसले त सधैँ सर्भिस लिनु पर्यो होइन। त्यो मेकानिजम हामीले एवेरनेस जगाउन सकेका छौँ अथवा हामी त्यहाँसम्म पुग्न सकेका छौँ कि म त धेरै पालिकाहरूमा गएँ होइन, तर उहाँहरूलाई अब डिजिटल एग्रिकल्चरकै बारेमा थाहा छैन कि। उहाँहरूलाई एकदमै बेसिक यसबाट के सबभन्दा पहिला कुरा के छ भने उहाँहरूले के भन्नुहुन्छ, यसबाट के फाइदा हुन्छ, नहुँदा के फाइदा हुन्छ। अब जस्तो कि अब तपाईँ भन्नुहुन्छ नि हाम्रो 5 कट्ठा 10 कट्ठा 15 कट्ठा 20 भनौँ न एकै बिघाका किसान छन् भने उहाँहरूले त आफ्नो क्रपमा ड्राई छ कि पानी दिनुपर्छ कि के गर्नुपर्छ, उहाँ त के भन्नुहुन्छ भने हामीलाई यो चाहिँदैन। हामीले आँखाले देखेर नै थाहा भइहाल्छ कि क्रपको अवस्था के छ, हाम्रो प्लटको अवस्था के छ। अनि तपाईँले जुन कोअपरेटिभ मोडल ल्याउनु भयो, वार्ड मोडल ल्याउनु भयो, एकदमै सराहनीय छ। मलाई के खुसी लागेको छ भने तपाईँहरूले सबैजना मिलेर यो GIS र रिमोट सेन्सिङलाई नेपालमा प्र्याक्टिकली कसरी युज गर्न सकिन्छ त्यसमा काम गर्दै हुन्छ। त्यो कुराले धेरै खुसी छु। र आगामी मैले अब सुमनजीसित मेरो कुरा भइराखेको हुन्छ होइन, अनि यो प्लान्ट सेटले कसरी अब क्रप इन्सुरेन्सको कुरा छ नि, डिजिटल क्रप इन्सुरेन्सको, त्यसलाई हामी कसरी किसानसम्म अथवा गभर्मेन्टसम्म कसरी लान सक्छौँ, विशेष गरी पालिकामा त्यसमा छलफल गरिराखेका हुन्छौँ कि। तर अन्तमा कुरा के आउँछ भने हाम्रो फन्ड कहाँबाट आउँछ, हु इज फन्डिङ भन्ने कुरा आउँछ कि। विदाउट फन्ड त कसैले पनि सर्भिस दिँदैन। ल थ्याङ्क यू सो मच। तपाईँहरूको कामलाई म धेरै एप्रिसिएट गर्छु अनि एकदम धेरै खुसी लाग्यो। तपाईँले यस्तो यस्तो प्रोग्राम गर्नुभयो भने मलाई यो लिङ्कहरू पठाउनु होला। म पनि तपाईँको के छ भने मलाई पनि सबै कुरा थाहा हुँदैन के। नवीन सर नमस्कार सर। नमस्कार। हजुरको कुरामा एउटा सानो कुरा जोड्न चाहिहाल्ने है सर। हजुर नमस्कार, मेरो नाम सुदीप पौडेल। लास्ट सेसनमा म पनि स्पिकर रूपमा थिएँ हाम्रो एटिसीले अर्गनाइज गरेको प्रोग्राममा, र यो इन्सुरेन्समा प्लस हाम्रो भनौँ न रिमोट सेन्सिङ चाहिँ दे आर 2 डट्स होइन। अनि हजुरले भने जस्तै फन्डको लागि हामीलाई त्यस्तो भनौँ न डिपेन्डेन्सी हुन आवश्यक छ जस्तो लाग्दैन मलाई। किन भन्दाखेरि हाम्रो यो इन्सुरेन्सको लागि देयर इज हाम्रो यो जुन मोडल चाहिँ ठ्याक्क उल्टो छ कि। अरूमा फन्ड हुन्छ, फन्डबाट नै हामीले काम गरिन्छ भने इन्सुरेन्समा फन्ड थोरै कलेक्ट गरेर त्यसैबाट चाहिँ सबै हामीले आफ्नो एक्सपेन्सदेखि लिएर हाम्रो जुन जति खर्च लाग्छ नि त्यो पनि निकाल्न सकिन्छ सर। तर अघि ललित सरले जोडे जस्तै चाहिँ हाम्रो सानो एरियामा गएर इट वन्ट मेक इम्प्याक्ट एट अल। तर पालिका अथवा कोअपरेटिभ अथवा एउटा भनौँ न अलि कमर्सियल सेक्टर जसमा चाहिँ अलि धेरै कल्टिभेट भएको छ त्यसलाई फोकस गर्ने भने चाहिँ अभियसली वी क्यान डु इट। तर समस्या अहिले के छ भन्दाखेरि हामीलाई कन्सेप्ट चाहिँ बसिसक्यो, तर एउटा प्रोटोटाइप बनिसकेपछि त्यसलाई रेप्लिकेट गरिसकेको अवस्था चाहिँ छैन सर। इट्स एब्सोल्युटली न्यू फर अस। तर एकचोटि हामीले 1-2 ठाउँ त गऱ्यौँ, तर अप टु द मार्क नभइसकेको अवस्था हुँदाखेरि चाहिँ रेप्लिकेसन चाहिँ गर्न सकिएको छैन सर। ल ठिक छ, प्रयास त गरिराख्नु भएछ नि। हजुर एकदम। सुमन सर, हामी ललित सर हामी सबै एउटै बास्केटमा छौँ। वी आर ट्राइङ आवर बेस्ट। हेरौँ के हुन्छ सर आउँदो दिनमा। होइन इन्सुरेन्सको त ठुलै समस्या छ नि, अहिलेसम्म मेटेरियलाइज भएको छैन। तपाईँको गभर्मेन्टले पैसा एलोकेट गरे पनि तपाईँको त्यो इन्सुरेन्स भइराखेको छैन नि नेपालमा। क्रप इन्सुरेन्सको कुरा गर्ने हो भने त्यसमा प्रिमियममा 75% गभर्मेन्टले एलोकेट गर्छ। इन्सुरेन्सको पोलिसी हेर्ने हो भने अनि 25% मात्रै किसानले तिर्नुपर्छ। तर पनि त तपाईँ यो इन्सुरेन्सको कुराहरू एकदमै पछाडि छ नि त। त्यही डिजिटल एग्रिकल्चरबाट पेनिट्रेसन एकदम लो छ सर। प्रब्लमहरू भेरियस छन् तर पनि वी क्यान स्टिल प्रोसिड भन्ने कुरा एकदम नौलो भयो क्या सर। भर्खर 8-10 वर्ष भयो। प्लस हाम्रो जस्तो जोग्राफीमा चाहिँ काम नभएको हुँदाखेरि जति पोलिसी भने पोलिसीहरूमा नै लुपहोलको कारणले गर्दाखेरि यस्तो भयो सर। तर इट विल बी अ बिग मोडल। तर यो हाम्रो GIS रिमोट सेन्सिङबाट अथवा एउटा ग्रुप मोडालिटीमा बटम टु टप होइन कि टप टु बटम एप्रोचमा गइएन भने सर वर्कआउट गर्न चाहिँ गाह्रो छ। हो ल ठिक छ, खुसी लाग्यो तपाईहरुले। थ्यांक यू सो मच सर। हजुर आइदिनु भयो, हामी एकदमै खुसी भयौं सर। थ्यांक यू फर योर भ्यालुएबल फिडब्याक। ल थ्यांक यू। ल ललित सर, हजुरलाई एउटा फेरि मेरो क्वेशन छ। हजुर प्लिज। यो चाहिँ जस्तो मोबाइल बेस्ड र कुनै अफलाइन GIS सम्बन्धीका कुनै त्यस्तो टुलहरू जस्तो रुरल नेपालमा चाहिँ फार्मरहरूले चाहिँ लिमिटेड इन्टरनेट कनेक्टिभिटीमा पनि अपनाउन सक्ने त्यस्तो कुनै सम्भावना देख्नुहुन्छ हजुर?
यसमा दुईटा कुराहरू छन् होइन। अब अफलाइन पनि अहिले नयाँ कुरा भएन हामीलाई है, किनभने अब हामीले म्यापदेखि लिएर धेरै कुराहरू अफलाइन गरिरहेकै हो। डेटा कलेक्ट पनि तपाईँहरूले अफलाइनै गरेर अनलाइन आएपछि चाहिँ त्यसलाई सिङ्क गर्न त सकिन्छ। अब ठ्याक्कै नेपालमा जिआइएस टुल नै भनेर एग्रिकल्चरको लागि चाहिँ त्यस्तो स्पेसिफिक केही पनि बनाएको छैन टु बी अनेस्ट है। सो एउटा चाहिँ हामीले अघि भनिसक्यो प्लान्ट स्याटले चाहिँ जस्तै तपाईँको खेतको म्यापिङको लागि मानौँ तपाईँसँग चाहिँ समथिङ कट्ठा खेत छ, त्यसको चाहिँ हरेक 4वटा कुनामा गएर चाहिँ टक्क आफ्नो खेतको म्यापिङ गर्नुभयो भने पछि तपाईँको इन्टरनेट हुँदाखेरि आएर त्यसलाई चाहिँ आफ्नो उसमा डेटाबेसमा चाहिँ त्यो सिधै हामीले क्याप्चर गर्न सक्ने त्यो सिस्टम चाहिँ छ होइन। तर यता जिआइएस नै भनेर अब जिआइएस पनि धेरै छ क्या। अब जिआइएस भनेको यसको कम्पोनेन्ट नै धेरै छ। अब हाम्रो नेपालमा चाहिँ ठ्याक्कै त्यस्तो जिआइएसकै लागि किसानको लागि बनाएको टुल केही पनि छैन है। तर अहिले सायद हाम्रो यता घाम पावर नेपालको सुपर कृषक भन्नेबाट चाहिँ पनि उहाँहरूले सिमिलर खालको काम चाहिँ गर्न खोज्नु भएको छ। अस्ति हामी एउटा मिटिङ बस्दाखेरि उहाँले आफ्नो एपको डेमोन्स्ट्रेसन चाहिँ दिनुभएको थियो। आई डोन्ट नो त्यो अफलाइन छ कि छैन। तर हामी कुन स्टेजमा छौँ भन्दाखेरि जस्तै आजभन्दा 10-20 वर्ष अगाडि चाहिँ एआई भन्ने जुन स्टेजमा थियो नि, सो हामी अहिले जिआइएस एन्ड रिमोट सेन्सिङ इन एग्रिकल्चर है, अरूमा म भन्दिनँ, एग्रिकल्चरमा चाहिँ त्यही स्टेजमा छौँ भन्दा फरक पर्दैन नेपालमा चाहिँ। अनि तपाईँको विदेशतिर हेर्नुभयो भने सायद हाम्रो युएसतिर गएको भाइहरू पनि आउनु भएको थियो, जोइन हुनुभएको थियो होइन। अब सबै कुरा अटोमेटिक भइसक्यो के। तपाईँले अब सर्ट एन्ड प्रोग्रामिङ राख्नुहुन्छ, तपाईँको ठुलो चाहिँ आफ्नो मेसिनरीहरू छ, जान्छ अटोमेटिकल्ली के गर्ने हो, अब हार्भेस्टिङ गर्ने हो कि विड स्प्रे गर्ने हो कि होइन, तपाईँको फोलियर नाइट्रोजन अथवा चाहिँ अरू न्युट्रिएन्ट स्प्रे गर्ने हो कि अटोमेटिकली गर्छ है। जस्तै एउटा इक्जाम्पल मैले दिन्छु, अस्ति हाम्रो यहाँ नेपालमा साउथ एसिया ड्रोन फोरम भएको थियो। अब त्यहाँ चाहिँ तपाईँको डिजिआईको एउटा नयाँ ड्रोन उनीहरूले डेमोन्स्ट्रेट गरेको थियो। अब त्यो ड्रोनको काम के छ भन्दाखेरि सर्व तपाईँले एउटा फ्लाइट रुट प्लान गर्ने बित्तिकै तपाईँ संसारको जुनसुकै कुनामा भए पनि, मानौँ तपाईँको एउटा रिसर्च फिल्ड छ अथवा चाहिँ कमर्सियल फिल्ड छ, अब तपाईँले त्यसको इमेज चाहिरहेछ, मानौँ तपाईँले एक दिनमा अथवा चाहिँ 7-7 दिनमा इमेज चाहिन्छ, तपाईँ सधैँ गएर यसरी रिमोट चलाएर त बस्नुहुन्न। सो उनीहरूले चाहिँ त्यस्तो एउटा ड्रोनको डकिङ सिस्टम बनाएको छ। तपाईँले ठ्याक्कै यो पिरियडमा तपाईँलाई कति बजी चाहियो त इमेज भनेर मस्तसँग तपाईँले प्रोग्रामिङ गर्ने बित्तिकै तपाईँ संसारको जुनसुकै कुनामा भयो भने ड्रोन आफै डक खुल्छ, ड्रोन उडेर जान्छ, इमेजहरू क्याप्चर गर्छ, ठ्याक्क आएर बस्छ होइन। मेबी त्यस्तै एउटा अर्को ड्रोन होला, अब त्यो एउटा ड्रोनले इमेज क्याप्चर गर्यो। अब त्यो इमेज क्याप्चर चाहिँ एनालाइज भएर कुन कुन ठाउँमा चाहिँ के कुराको समस्या देख्यो त। मेबी तपाईँले साग लगाउनु भएको छ, सागमा चाहिँ कतै एफिड देखियो होला, कुनै एउटा स्पेसिफिक सागको चाहिँ, जस्तै अब हामीले पनि यहाँ हाफजारले सर्छौँ, तर कमर्सियल गर्ने मान्छेहरूले अलिकति डेभलप कन्ट्रीमा त एकदमै स्पेसिङ मिलाएर उहाँहरूले लाउनुहुन्छ नि त। सो कुन स्पेसिङको चाहिँ कतिौँ बिरुवामा समस्या देखेको छ त, त्यहाँ तपाईँले के स्प्रे गर्नुपर्ने होइन, त्यो चाहिँ फङ्गसले लागेको रोग हो कि अथवा चाहिँ किरा हो कि के हो भनेर चाहिँ, अथवा चाहिँ त्यहाँ कुनै न्युट्रिएन्टको कमी देखियो भने पनि त्यो अटोमेटिकल्ली, मानौँ तपाईँसँग एउटा ड्रोन छ, त्यसले इमेज ल्याउँछ, इमेज क्याप्चर गर्ने बित्तिकै तपाईँको सिस्टम आउँछ, अटोमेटिकल्ली त्यहाँ डिफ्रेन्ट इन्डिसहरू क्यालकुलेट हुन्छ अनि कुन बिरुवामा समस्या छ भन्ने थाहा पाएर अर्को चाहिँ तपाईँको चाहिँ एउटा पेस्टिसाइडको अथवा चाहिँ तपाईँको न्युट्रिएन्टको ट्याङ्क बोकेको चाहिँ ड्रोन गएर जुनमा समस्या आएको, जुनमा छर्किनु पर्ने हो, स्प्रे गर्नु पर्यो, ठ्याक्कै त्यसैमा मात्र स्प्रे गरेर फर्किन्छ क्या। अब त्यो लेभलको अटोमेसन बाहिर भइसक्यो होइन। अब हाम्रोमा यहाँ यो हुन चाहिँ समय लाग्छ, किन भन्दाखेरि एक त हामीसँग एकदमै स्क्याटर्ड ल्यान्ड छ, हाम्रो किसानहरू अलमोस्ट सबैजना चाहिँ सब्सिस्टेन्ट फार्मिङमा हुनुहुन्छ, कमर्सियल फार्मिङमा छैन। सो मेबी अब पहाडमा अलिक गाह्रो देख्छु मैले, तर तराईमा चाहिँ एज हामीले जुन एकदमै यो हाम्रो जुन पिएमएमको एउटा अप्रोच छ होइन, एउटा ब्लक बनाएर अथवा जोन बनाएर चाहिँ खेती गर्ने हो भने त्यो ठाउँमा चाहिँ अटोमेसन चाहिँ एकदमै इजिली होला है। इभन हार्भेस्टिङदेखि लिएर ट्रान्सप्लान्टिङको काम पनि हामीले अटोमेट गर्न सकिन्छ नेपालमै पनि होइन, नट अ बिग डिल। तर कसले गर्छ भन्ने कुरामा चाहिँ हामी कुरेर बसिरहेछौँ। एक दिन एकजनाले गर्यो भने चाहिँ फेरि इट विल बी भेरी इजी फर एभ्री वान अफ अस, त्यो कुरा चाहिँ हो है विष्णुजी। हजुर सर, धन्यवाद। र सर अर्को एउटा सानो क्वेसन छ, जस्तो टेक्निकल कलेजहरू र टेक्निकल युनिभर्सिटीहरू जो चाहिँ एग्रिकल्चरमा योगदान दिँदै आइरहेका छन्, ती युनिभर्सिटीहरूमा चाहिँ यो जिआइएस ल्याब चाहिँ स्थापना हुने कस्तो यो सम्भावना छ सर यसमा? एउटा कुरा चाहिँ एउटा हाम्रो स्याड रियालिटी के हो भन्दाखेरि एग्रिकल्चर पढेको कलेजमा एग्रिकल्चर पढेको विद्यार्थीले चाहिँ एग्रिकल्चर गरेको छैन होइन। तपाईँले हेर्नुभयो भने एग्रिकल्चर रिलेटेड इनोभेसनदेखि लिएर एप बनाउनुदेखि लिएर सबै काम चाहिँ इन्जिनियरहरूले गरिरहेछ है। नेपालको तपाईँको यो एग्रिकल्चरको एपहरू हेर्नुहोस्, अलमोस्ट 60-70% त्यसको फाउन्डरहरू चाहिँ इन्जिनियर नै छ। तर खुसीको कुरा के छ भन्दाखेरि अब यो जिआइएस एन्ड रिमोट सेन्सिङ लगायत डेटा साइन्स र अन्य जुन अहिले इभल्भिङ हाम्रो सब्जेक्टहरू छन् त्यो चाहिँ चाहिन्छ भन्ने सबैले चाहिँ यो एउटा मनन चाहिँ गर्नुभएको छ।
सो हाम्रो केयुको चाहिँ एग्रिकल्चर क्याम्पस छ है, केयुको तपाईँलाई थाहा छ होला उता 5 खालमा, त्यहाँ चाहिँ अलरेडी एकदमै फुल करिकुलममा नै पढाइ हुन्छ। त्यसै गरी हिकासले पनि पढाउँदै आइरहेको रहेछ, मैले केही महिना अगाडि थाहा पाएँ। अब अरूमा चाहिँ अलिअलि सोइलको आस्पेक्टमा, सोइलमा चाहिँ प्र्याक्टिकल भनेर सर्टेन एउटा दुईटा कोर्समा एउटा दुईटा कोर्सको पनि सब टपिकहरू चाहिँ राख्नु भएको छ। बट होपफुल्ली अब चाहिँ एकदमै राम्रो भनौँ एउटा आगो चाहिँ बलेको छ होइन, किन भन्दाखेरि अहिले यति धेरै फेमस भयो स्पेसली एग्रिकल्चरमा। अहिले तपाईँले बाहिर फरेन युनिभर्सिटीहरूमा नि हेर्नुभयो भने चाहिँ एकदमै धेरै जुनसुकै सेक्टरमा पनि GIS जानेको चाहिन्छ है भन्ने भएर हामीसँग पनि कति धेरैजना अहिले रिसेन्ट ग्रेजुएटले पनि अब कन्ट्याक्ट गरिरहनु भएको छ। हामीले उहाँहरूलाई मेन्टरसिप ट्रेनिङ पनि प्रोभाइड गरिरहेछौँ। सो अब चाहिँ सर्टेन युनिभर्सिटीले सुरु गरिसके होइन। अब हाम्रो जुन AFU र TU को छ, अब PU मा पनि छ भन्ने मैले सुनेको छु। सो AFU र TU मा पनि होपफुल्ली अबको नयाँमा चाहिँ आउला भन्ने मलाई सुरुवात होला भन्ने चाहिँ मैले आशा गरेको छु। सो अब AFU को के भन्नुभएको छ यहाँ हाम्रो विपिन भाइले चाहिँ GIS एन्ड न्यानो टेक्नोलोजी फर प्रिसिजन फार्मिङ कोर्स, ल फारेस्टमा पनि GIS एन्ड न्यानो टेक्नोलोजी भन्ने कोर्स चाहिँ छ अरे भनेर यहाँ भन्नु सक्नुभएको छ। सो हो, नेपालमा एग्रिकल्चर इन्जिनियरिङमा हुन्छ है, धरानमा छ के अरे, धरानमा चाहिँ उहाँहरूको 6 सेममा हो कि कुनमा एउटा सेमिस्टर चाहिँ कोर्स नै रहेछ। अस्ति मैले वहीँ हाम्रो उहाँकै सरहरूलाई एउटा ट्रेनिङ दिएर पाखरीबासमा भर्खर आएँ। सो होपफुल्ली राम्रो छ, अब बिस्तारै हुँदैछ होइन। अब हामी आत्तिएर पनि केही गर्न सकिँदैन, बट हुँदैछ काम चाहिँ। ललित सर, आई हेभ वान मोर क्वेसन होइन। हजुर, यो जुन हाम्रो भनौँ न यो टेक्निकल लाइन ग्लोबली नै एकदम अपग्रेड भइरहेछ होइन। अब हाम्रो यो GIS रिमोट सेन्सिङ चाहिँ स्पेसली यो बायोलोजिकल साइन्स भनौँ न, त्यसमा चाहिँ हाम्रो ग्लोबल्ली आउँदो 8-10 वर्षको सिनारियो कस्तो होला, र यो भनौँ न हाम्रो नेसनल लेभलमा पनि त्यस्तो अपग्रेडेड त छैन टेक्नोलोजी, तर यसमा हजुरले कसरी देख्नुहुन्छ यो आउँदो दिनमा चाहिँ यसको युज प्लस सबै कुराहरूसँग लिङ्कअप एकदमै छ नि त, डाटा एनालाइसिसदेखि सबै कुरा, यो चाहिँ फ्युचर कस्तो हुन्छ जस्तो लाग्छ, र प्लस यसमा चाहिँ यसको इम्प्याक्ट चाहिँ कतिको पर्ला भन्ने ग्लोबल्ली प्लस हाम्रो नेपालको सिनारीमा पनि। ग्लोबल्ली त अलरेडी अब ड्रोनले अट्याक गर्न थालिसके होइन। अब वारदेखि डिफेन्सदेखि लिएर एभ्रिवेयर युज भइरहेछ। तर अब नेपालमा चाहिँ अलिकति राम्रोसँग डेभलप हुनलाई जहाँसम्म लाग्छ नेपालको चाहिँ आफ्नै सेटेलाइट हुनुपर्छ भन्ने कुरामा चाहिँ म एकदम स्ट्रङली आर्ग्यु गर्ने मान्छे हो होइन। किन भन्दाखेरि सधैँभरि हामी अर्को मान्छेमा डिपेन्ड हुन सकिँदैन। र पनि अब हाम्रो जियोमेटिक्सको फिल्ड एकदमै उर्वराउँदो छ होइन। अहिले कति धेरै जियोमेटिक ग्रेजुएट इन्जिनियरहरू हुन्छ बाहिर फिल्डमा काम गरिरहनु भएको छ। किन भन्दाखेरि कुनै पनि इनोभेसन चाहिँ हाम्रो जस्तो थर्ड वर्ल्ड कन्ट्रीमा इनोभेसन हुन चाहिँ समाउ एकदमै थोरै इनोभेसन हुन्छन् भन्छ होइन स्टडीले। तर अब बिस्तारै इम्प्याक्ट चाहिँ सर्दै सर्दै आउने हो। किन भन्दाखेरि सुरुमा चाहिँ US होइन, चाइना अथवा चाहिँ हाम्रो युरोपियन कन्ट्रीका जुन चाहिँ एकदमै टेक जाइन्टहरू छ, सो त्यसमा चाहिँ अलरेडी युज भइसकेको छ। अब त्यो चाहिँ बिस्तारै बिस्तारै यता यता सर्दै सर्दै आउने हो है। किन भन्दाखेरि तपाईँको हिस्ट्री यो ArcGIS को सुरुवातै 90s तिर भएको हो। अब हामीले ArcGIS एज अ एग्रिकल्चरमा सुन्दाखेरि मैले 2020 मा चाहिँ ArcGIS भन्ने नै हुँदो रहेछ है भन्ने पहिलोचोटि सुनेको। भनेपछि यो प्रोग्रेस चाहिँ बिस्तारै यहाँसम्म सर्न समय त लाग्छ। तर अभियसली अबको फ्युचर भनेको त डेटाकै हो है, त्यसमा त डाउट नै छैन है। सो अनि हाम्रो सरिनाजीले सोध्नु भएको छ, सर व्हिच टुल यु विल प्रिफर मोस्ट? 110% QGIS है सरिनाजी। Always go for the open source. If you can't pay, go for the open source, because when you try to publish your research in some good good publisher, त्यतिखेर चाहिँ तपाईले ArcGIS अथवा ArcGIS Pro युज गर्नु भएको छ भने चाहिँ उनीहरुले लाइसेन्स माग्छ है। सो यदि त्यो बेला चाहिँ तपाईसँग लाइसेन्स छैन भने तपाईले फ्रडको केस लाग्न पनि सक्छ। सो अलवेज गो फर द ओपन सोर्स। अनि हाम्रो निमा गुरुङजीले सोध्नु भएको छ, सेटेलाइट डाटा चाहिँ फिल्डमा रियल टाइम डिसिजन लिन कतिको पोसिबल हुन्छ सर भनेर। अब यसको यस्तो छ, सेटेलाइट डेटा चाहिँ अहिले चाहिँ हाम्रो सेन्टिनलको सायद 6 दिन हो कि 12 दिनमा चाहिँ त्यही ठाउँमा आउँछ होइन। सो रियल टाइम त अलिकति गाह्रो नै छ। मैले अगेन भने नेपालको आफ्नै सेटेलाइट हुनुपर्छ। किन भन्दाखेरि तपाईँको आजको डेटा सेटेलाइटले आज क्याप्चर गरेको छ भने अब चाहिँ कति दिनमा फर्केर आउँछ त त्यो यही ठाउँमा होइन। मेबी कुनै चाहिँ 4 दिनमा होला, कुनै 6 दिनमा होला, कुनै 12 दिनमा होला। सो रियल टाइम भनेको एकदमै डे वाइज रियल टाइम त इट्स डिफिकल्ट, बट तर 10-15 दिनमा चाहिँ
हो तपाईँलाई चाहिँ एकदमै तुरुन्तै घन्टामा डेटा चाहिँदैन अथवा दिनमा डेटा चाहिँदैन भने चाहिँ इट्स डेफिनेटली पोसिबल है। मैले भनिसकेँ इन्सुरेन्सको सेक्टरमा चाहिँ हामीलाई दिनको चाहिँदैन, हामीलाई त 1 हप्ता अथवा 2 हप्ताको डेटा भए नि हुन्छ होइन। किन भन्दाखेरि त्यो किसानले इन्सुरेन्स गरेको क्रप चाहिँ मरेको छ कि अथवा त्यसको ग्रोथ स्टेज कस्तो छ त होइन, त्यसको चाहिँ ग्रोथ कर्भ हेर्छौँ हामीले। अथवा चाहिँ कुनै बेलामा एकदमै ठुलो पानी आयो भने पानी कति जमेको छ त खेतमा, त्यसले कति ड्यामेज गर्न सक्ला भनेर एसेस गर्छौँ। थ्याङ्क यू फर ह्याभिङ मी हियर। सो मैले अब तपाईँलाई इमेल एड्रेस अघि प्रोभाइड गरेको थिएँ, म यसमा पनि राखिदिउँला होइन। सो केही क्वेरिजहरू छ अथवा चाहिँ तपाईँको रिसर्चमा चाहिँ कोलाबोरेसन गर्न मन छ भने डेफिनेटली वी आर ओपन फर द वर्क। सो थ्याङ्क यू सो मच एटिसी एन्ड अल द पार्टिसिपेन्ट। थ्याङ्क यू सन्तोष दाई एन्ड नवीन सर, योर प्रेजेन्स इज भेरी ह्याप्पी मोमेन्ट फर अस। थ्याङ्क यू फर कमिङ। ओके सर, अफ टु यु विशुजी। तपाईँलाई पनि धन्यवाद सर। ल सबै पार्टिसिपेन्टहरूलाई पनि धेरै धन्यवाद। हाम्रो सेसन चाहिँ अब इन्ड हुने क्रममा छ। यसै गरी हामी चाहिँ अब पछिल्ला दिनहरूमा पनि यसरी नै अरू इभेन्टहरू पनि अर्गनाइज गर्नेछौँ र त्यसमा सहभागी हुनुहोला। र आजको यो सेसनमा जति पनि जोडिनु भयो सबैहरूलाई चाहिँ मेरो मनदेखि नै न्यानो धन्यवाद।